वेलकम टु आशिष ब्लग्स। आज म है धेरै भयो है मैले भ्लग नगरेको। मैले सोचिरहेको थिएँ म भ्लग गर्न थाल्छु भनेर। यो कुरा तिमीहरू सबलाई अब भन्नेवाला छु है। सो आजको मोडिफिकेसन अब मेरो बाइकमा के मोडिफाई छ के छैन भनेर म तिमीहरू सबलाई देखाउनेवाला छु। त्यही हो कुरा चाहिँ। फर्स्ट अफ अल चाहिँ मेरो बाइक चाहिँ है गन मेटल ग्रे हो। इट्स ग्रे है, गन मेटल ग्रे कलरमा हो। सो मैले किन्दाखेरि यसलाई लगभग 4,70,000 जति परेको थियो है। पास करसर सब क्लियर गर्दाखेरि 4,70,000 पर्यो। सो अनि मोडिफिकेसन कस्ट चाहिँ कति भयो भन्ने कुरा हो, यसको कति लाग्यो कति लाग्दैन भन्ने कुरा हो हैन। सो एडको लागि मात्रै हो के। सो अराउन्ड 5 लाख जति भेट्यो होला है बाइक उस गर्दै, नम्बर प्लेट बनाउँदै। अनि त्यसपछि सकर चाहिँ 3.5 को उठाएको हो। अनि सो मैले यो स्मल मडगार्ड 3500 3,500 को, यो चाहिँ तिमीहरूको टोटल सकर र उस गरेर 4,500 लाइक 4,500 लेख्छ। यो पोखराबाट आएको नम्बर प्लेट हो, यसलाई 1,400 1,400 लिन्छ। सो यो चाहिँ रिबन हेडलाइट हो। अहिले लाइक रिबन बाइक आएको छ त, नयाँ क्लासिक आएको छ, त्यसमा भएको हेडलाइट चाहिँ अलिकति राम्रो हुन्छ। सो यसलाई चाहिँ 3,500 पर्छ। जस्तै केटा हो 3,500 पर्छ यसलाई हैन। सो यता मात्रै 4,500 3,500 1,400 3,500। अनि त्यसपछि यो दुईटा एरो साइड लाइट्सलाई लाइक 1000 सँग आउँछ है। 2 पिस 1000 सँग आउँछ। 500 भनेपछि 1000 सँग आउँछ। अनि त्यसपछि यो आँखा पनि त्यो बुलेटमा आउने होइन है, यो छुट्टै किनेको। यसलाई पनि 2 पिसलाई 500 1000 नै पर्छ है। अनि त्यसपछि अब यो सर्ट मिरर भयो। तिम्रो त्यो स्टक मिररलाई काटेर एउटा 1700 को मिरर हुन्छ हैन। एउटा फ्यान्सी मिरर आउँछ 1700 1400। अब त्यो प्राइजिङ कति हुन्छ है, हरेक ठाउँमा फरक हुन्छ। यसलाई चाहिँ लाइक 1700 जति पर्छ है। 1700 पर्छ, लाइक इट्स 1700 भनौँ न अहिलेको लागि। अनि त्यसपछि अब हाम्रो यहाँ मोडिफिकेसन हेर्दाखेरि रिबन स्विच हामीले देख्न सक्छौँ है, यहाँ रिबन स्विच। अनि त्यसपछि मेरो बाइकमा भित्र साइरेन पनि छ। सो इट्स पुलिस साइरेन है, पुलिस साइरेन पनि छ। मैले लाइक यतातिर भित्र हालेको छु। सो यो बटन थिच्ने बित्तिकै सो इट्स पुलिस साइरेन। यसलाई पनि 1400 जति पर्छ। अनि त्यसपछि पासिङ लाइटदेखि लिएर अरू सब साइड लाइट सब छ। सो यो रिबन स्विच हो, यो क्लासिकको ओरिजिनल स्विच होइन, सबै मोडिफिकेसन गरेको छु। यसमा चाहिँ 2200 जतिको खर्च आयो है। अनि त्यसपछि हाम्रो अब के हेर्नु पर्दाखेरि यसको त 250 हो, यो कभर मात्रै हो। यो नि लाइक 250 हो, यसको धेरै भएन। टोटली अराउन्ड लेग गार्ड मैले चेन्ज गरेको छैन, इट्स ओरिजिनल है। अनि त्यसपछि यो बागको कभरलाई चाहिँ यसलाई अब कति 3000 देखि 2500 मा आउँछ। कुनै ठाउँमा 2500 लिन्छ, कुनै ठाउँमा 3000 लिन्छ है। अनि पोखरेल सिट है, पोखरेल सिट त सबलाई थाहा नै छ। यो सिट नभए भने बाइक कस्तो बल्की देखिन्छ, अलिकति कस्तो होइन, हुच्चा लुक्स आउँछ के, हुच्चा खाले लुक्स आउँछ। यसलाई चाहिँ 3,500 पर्छ है। यो सिटलाई 3,500 पर्छ दुइटै सिटलाई। अनि त्यसपछि अब मडगार्ड अनि फ्यान्टम लाइट साइड लाइट। सो यो मडगार्डलाई चाहिँ कस्तो हुन्छ भने केटा हो, तिमीहरूको मडगार्ड काट्दाखेरि लाइक 3.5 इन्च यताबाट काट्नुपर्छ, अगाडिबाट काट्नुपर्छ। अनि 3.5 इन्च काट्दाखेरि तिमीहरूको मडगार्ड फेरि स्प्रे गर्नुपर्ने हुन्छ के। सो फ्यान्टम लाइट चाहिँ 1250 मलाई प्राइस छ जस्तो लाग्यो। मैले चाहिँ त्यतिमै किनेको। तर मैले एउटा सप होइन, मतलब धेरै सपहरू भिजिट गर्दा पनि के भन्छ 1250 नै भन्थ्यो, भने यो 1250 नै होला। अनि यो साइड लाइटको चाहिँ तिमीहरूले हेरी हुन्छ। यो मेरो खाले 1100 को हो, 950 मा नि आउँछ, 850 मा नि आउँछ है। 1100 को हो मेरो साइड लाइट चाहिँ, अनि यो चाहिँ 1250 को। अनि त्यसपछि मैले हिजो भर्खरै मडगार्ड काट्न लगाएर लाइक डेन्ट पेन्ट हानेको, लगभग 2000 को फेरि खर्च आयो है मडगार्डमा। अनि यो चाहिँ हाम्रो साइलेन्सर भयो, यो हाम्रो ब्ल्याक बेस हो है, ब्ल्याक बेस साइलेन्सर हो। अनि त्यसपछि यसको अब साउन्ड चाहिँ कस्तो हुन्छ भने जस्तै अब यहाँ न्युट्रलमा छ कि नै, न्युट्रलमा छैन है, एक सेकेन्ड। 6000 खाले हो, 6000 खालेको हो साइलेन्सर चाहिँ। सो अब यसको साउन्ड सुनिलिउँ है। यो हो है साउन्ड चाहिँ।
ब्ल्याक बेसको साउन्ड चाहिँ यही छ है। हामी हिँड्दाखेरि ब्ल्याक बेस यतिमै पर्छ। अनि यो कभर चाहिँ लाइक आई थिङ्क इट्स 1200, यो 1200को हो। अनि यो डबल डिस्क गर्दाखेरि तिमीहरूको 200 के भन्छ 2000 पर्छ, 2250 हो कि समथिङ अराउन्ड यस्तै पर्छ। अनि त्यसपछि यो 9 स्पोक है, हामी सबैजनाको फेभरेट 15-19 यो टायर है। यो टायर ट्याक्क 15-19 भन्छौँ त हामीले। मेन मोडिफिकेसन यसलाई चाहिँ कसैको 35,000 भेट्न सक्छ, 35,000, कसैको 25,000मा नि हुनसक्छ। इट्स डिपेन्ड्स कहाँ किन्छौ, कसरी किन्छौ, कस्तो क्वालिटी छ। मेरो चाहिँ डबल डिस्क खाले बाइक हो नि त, सो मलाई चाहिँ अराउन्ड 30,000 35,000 जति लाग्यो टायरसँग। सो अब यो चाहिँ त्यति नै हो है। अब यति नै छ बाइकको। अब अनि त्यस आफै जोडे हुन्छ है कति लाग्छ भन्ने कुरा, किनकि मेरो अनुसार सबै यताउति जोड्दाखेरि मोडिफिकेसनको कस्ट चाहिँ 70,000 जति लाग्छ क्या। नेपालमा बाइक बुलेट बाइक मोडिफाई गर्ने भए 70,000 जति लाग्छ। बाइक किन त्यसमाथि मोडिफाई गऱ्यो भने 70,000 लाग्छ। अब अहिलेको जुन सिचुएसन छ है, पुलिसहरूले अब घेरिरहेछन् के गरिरहेछन् भन्ने कुरा छ। सो यो अहिले चितवनमा हिँड्ने भए चाहिँ लुक्सको लागि के हुँदैन, साइलेन्सर चाहिँ स्टक हालेर हिँड्दा हुन्छ, पुलिसले केही गर्दैन। अब होइन म दादै हो होइन, म गर्छु भन्नु हो भने साइलेन्सर हालेर हिँड्दा नि अलिअलि लुकेर हिँड्दा केही हुँदैन है। अनि त्यसपछि त्यही त हो। अब मोडिफिकेसन भनेको यही हो। बाइक ट्याक्क क्लिन छ। हामी यहाँ फुटबल ग्राउन्ड आएको छौँ। यहाँ हामी शिवघाट हो कि काभ्रेघाटको के भन्छ यसलाई मैले ट्याक्क थाहा भएन। ल ए भाइहरूले भनिरहेछन् यहाँ। अनि भाइहरू फुटबल खेल्न आएको रहेछन्। ल अब यहाँ म यहाँ फेरि डिस्टर्ब भएको जस्तो भयो होला भाइहरूलाई। अब त्यही हो केटा हो। अब बाइक किन्न खर्च गर्न होइन त्यस्तो मन छ भने लगभग 6 लाख जतिको जान्छ। तिम्रो राम्रो बाइक किन्ने त्यसमा खर्च गर्ने हो 6 लाख जति लाग्छ होइन। बाइकमा 6 लाख जति लाग्छ है। अहिले भन्ने 70,000 तिम्रो मतलब मोडिफिकेसनकै लाग्यो रूपमा। म फेरि द ग्यारेजतिर हिँड्न थालेँ। अनि हाम्रो द ग्यारेजतिर गएपछि म यसो चेन हेरेर आउँछु भनेको, त्यहाँ पनि फेरि एउटा डेन्जर इन्सिडेन्ट भयो है। हेर्नु है ल, म त्यहाँ पुगेपछि अब तपाईँहरूलाई देखाउँछु ल। गाइज रिभेन्जर एमसीको प्रेसिडेन्ट भेटिसकेको छौँ हामीले। सबैजना अन्डरग्राउन्ड भएर द ग्यारेज बसिरहेको रहेछन् है। अनि मलाई पनि मेरो बाइक पनि भित्र छिराइदिइहालेन है केटाहरूले। ल म भ्लग गर्दै आइरहेको थिएँ यहाँ। रिभेन्जर एमसीको केटाहरू अनि यहाँ हर्षित पनि छ। यहाँ रोशनिस वान्टेड मान्छे छ केटा, वान्टेड। अनि त्यति बेला के भयो वान्टेड मान्छे बिहार भागेको भनेको केटा यहाँ रहेछ। हामी त्यहाँबाट निस्केर घर आएँ। सो गाइज अब म घर जाँदैछु होइन। सो त्यहाँबाट निस्केर म घरतिर लाग्न थालेँ। मैले चेन पनि टाइट गर्न सकिनँ। प्यानिकमा हतारमा घरतिर लाग्न थालेँ। अब त्यही त हो। अब मोडिफाई गर्ने भयो त्यो डिपेन्ड्स अपन है, आफ्नो खुसी हो है। उसले कस्तो मोडिफिकेसन गर्छ, सबैले मोडिफिकेसन गर्नुपर्ने जरुरत पनि छैन है। आफ्नो अनुसार आफ्नो उस होइन त्यो डिस्टर्ब हुने खाले नि गर्ने होइन। धेरै त्यो उस खाले हुने नि गर्ने होइन, त्यो ठिक्क खाले गर्ने हो। त्यही हो। सो गाइज यति नै हो आजको लागि। अब हतार भयो, भ्लग के भयो आई डोन्ट नो। सो अहिलेको लागि चाहिँ हामी यति नै गरौँ। सो पछि पनि म भ्लग बनाइराख्छु, सपोर्ट देखाइराख्नु होला। ल सबैजनालाई धन्यवाद है आजको भिडियो यति बेरसँग हेरिदिनु भएकोमा। ल